नमस्कार। आज हामी नेपाली साहित्यको एउटा एकदमै प्रभावशाली निबन्ध शङ्कर लामिछानेको एब्स्ट्र्याक्ट चिन्तन प्याजको पत्र केलाएर हेर्दैछौँ। ल सुरु गरौँ है त यो बौद्धिक यात्रा। आधुनिक जीवन प्याज जस्तै किन छ? हो, यही त्यो मूल प्रश्न हो जसको जवाफ खोज्ने प्रयास गर्नुभयो नेपालका एकजना निकै महत्त्वपूर्ण आधुनिक लेखक शङ्कर लामिछानेले। सोच्नुस् त, हाम्रो जिन्दगी र एउटा प्याज, आखिर यी दुई बीच के नै सम्बन्ध होला र? अब यो गहिरो रूपकको पछाडि को हुनुहुन्छ त? उहाँ हुनुहुन्छ शङ्कर लामिछाने, एक यस्तो बौद्धिक व्यक्तित्व जसले नेपाली निबन्धको धार नै परिवर्तन गरिदिनुभयो। ल, शङ्कर लामिछानेको बारेमा अलिकति जानौँ है त। उहाँको जीवनको एउटा छोटो झलक हेर्नुस्। उहाँ काठमाडौँमा जन्मनुभयो 1984 सालमा, अनि 2024 सालमा उहाँको पहिलो किताब एब्स्ट्र्याक्ट चिन्तन प्याज निस्क्यो र त्यही किताबले प्रतिष्ठित मदन पुरस्कार जित्यो। यसले उहाँलाई साहित्यको इतिहासमा स्थापित गरिदियो। उहाँ 2032 सालमा बित्नुभयो, तर उहाँले छोडेको साहित्यिक विरासत भने आज पनि अमर छ। उहाँको सबैभन्दा ठूलो योगदान के थियो भने उहाँले नेपाली निबन्धलाई त्यो परम्परागत ढाँचाबाट बाहिर निकाल्नुभयो अनि त्यसलाई एउटा नयाँ, आधुनिक, बौद्धिक र एकदमै व्यक्तिगत शैली दिनुभयो। उहाँका निबन्धहरूमा त्यो समयको छटपटी र जटिलता मज्जाले घोलिएको पाइन्छ। अब कुरा गरौँ, यो निबन्ध आखिर जन्मियो कसरी त? यसको पछाडि केही रमाइला घटनाहरू र मित्रहरू बीचको चुनौतीको कथा जोडिएको छ। कथा यस्तो छ, एक दिन नयाँ सडकमा उहाँको भेट दुईजना ठूला स्रष्टाहरूसँग भयो। एकातिर कलाकार लैनसिंह बङ्देलले उहाँलाई सोध्नुभयो, तपाईको लेखन अलि यथार्थवादी भयो, केही अमूर्त लेख्न सक्नुहुन्न? अर्कोतिर कवि केदारमान व्यथितले आफ्नो पत्रिकाका लागि एउटा कथा माग्नुभयो। सुन्दा सामान्य लाग्ने यी दुई अनुरोधले लामिछानेको मनमा गहिरो छाप छोड्यो। यो त एउटा सृजनात्मक चुनौती जस्तै भयो। अब उहाँलाई अमूर्त केही नलेखी धरै पाइएन। ल, अब आयौँ हामी मूल कुरामा। त्यो प्याजको रूपकको पत्रहरू एक एक गर्दै केलाउन सुरु गरौँ। कसरी एउटा सामान्य प्याजले 20औं शताब्दीको जीवनको जटिलतालाई यति राम्ररी देखाउन सक्छ त? पहिलो पत्र हो परम्परा र आधुनिकता बीचको द्वन्द्व। लामिछाने भन्नुहुन्छ, त्यो बेलाको मान्छे आफ्नो परम्परागत जरो र आधुनिक जीवनको बीचको 10 गजामा उभिएको छ। मतलब नो म्यान्स ल्यान्डमा। न यताको हुन सक्या छ, न उताको। अब अर्को पत्र हेरौँ। त्यो हो सूचना र चिन्ताको बाढी। आधुनिक मानिसको दिमागमा के कुरा हुन्छ होला? घरमा बच्चाको स्वास्थ्यको चिन्ता छ, बजारमा तरकारी किन्ने सङ्घर्ष छ, देशको राजनैतिक अवस्थाले तनाव दिन्छ, अनि फेरि अन्तर्राष्ट्रिय पत्रिका पढेर संसारभरिका घटनाले दिमाग भरिन्छ। यो सबै कुरा एकै ठाउँमा अटेसमटेस भएर बस्नु, यो अवस्था नै त अमूर्त हो। अब हामी लामिछानेको प्याजको रूपकको सबैभन्दा गहिरो, सबैभन्दा दार्शनिक सारतर्फ जाँदैछौँ। जीवनका जटिलताहरूसँग जुझ्नु भनेको ठ्याक्कै प्याज केलाउनु जस्तै हो। पत्रहरू उप्काउँदै जाँदा आँखा पोल्छ, आँसु आउँछ, अनि जब सबै पत्रहरू केलाएर सकिन्छ, हातमा के बाँकी रहन्छ त? केही पनि रहँदैन। हो, त्यो केही पनि नरहनु नै शून्य हो। तर यहाँ शून्यको अर्थ विनाश वा अन्त्य भन्ने होइन। यो त सबै पत्रहरू, सबै तह र बनावटहरूभन्दा परको एउटा मौलिक अवस्था हो। लामिछानेको विचारमा जीवनको अन्तिम सत्य नै यही शून्य हो। प्रश्न उठ्छ, यो अमूर्त दृष्टिकोण आफ्नो समयको लागि किन यति धेरै क्रान्तिकारी र आवश्यक थियो? हो, लामिछानेको अन्तिम तर्क यही कुरामा केन्द्रित छ। र यसले लामिछानेको विचारलाई छर्लङ्ग पार्छ। अमूर्त कला भनेको वास्तविकताबाट भाग्नु होइन, बरु आधुनिक जीवनको त्यो जटिल, जेलिएको वास्तविकतालाई इमान्दारीपूर्वक चित्रण गर्ने एकमात्र माध्यम हो। भनेपछि उहाँको तर्कको सार के हो त? उहाँले आफ्ना समयका कलाकार, लेखक, सबै स्रष्टाहरूलाई एउटा किसिमको चुनौती नै दिनुभयो। उहाँले भन्नुभयो कि समयको यो जुन जटिल, अमूर्त प्याज छ नि, यसलाई आफ्नो कलामा उतार्न सक्नुपर्छ। यदि सकिएन भने त्यो कला इतिहासमा टिक्दैन, इतिहासले त्यसलाई बिर्सिदिन्छ। र यो विश्लेषणको अन्त्यमा एउटा प्रश्न सोच्नको लागि छोडेर जाउँ। लामिछानेले 20औं शताब्दीको जीवनलाई प्याजसँग तुलना गर्नुभयो। के 21औं शताब्दीको हाम्रो यो डिजिटल, विश्वव्यापी र अझै धेरै जटिल जीवन
त्योभन्दा पनि बाक्लो पत्र भएको प्याज त भएको छैन र? यो प्रश्न साँच्चै सोचनीय छ।